होला। कविता मेरो कविताको शीर्षक छ आमा म परदेशी। आमा आमा ढोक गरे बाबालाई दण्डवत सुनाइदिनु, भाइ बहिनीलाई प्यार छ भनिदिनु। मेरो विद्यालयको वार्षिक उत्सव रहेछ, मेरो विद्यालयको वार्षिक उत्सव रहेछ। गुरुहरूलाई नमस्कार सुनाइदिनु, साथीभाइलाई म परदेशीको सम्झना छ भनिदिनु ल, म परदेशीको सम्झना छ भनिदिनु ल। आमा आमा मलाई सम्झेर कहिल्यै नरुनु ल। हुन त परदेशमा अति सम्झेर मै रहेको छु, हुन त परदेशमा अति सम्झेर मै रहेको छु। याद पनि कति हो, याद पनि कति हो कति। तिमी 2 वर्षमा एक जोर चप्पल फेर्थ्यौ, तिमी 2 वर्षमा एक जोर चप्पल फेर्थ्यौ। मलाई 1 वर्षमा 2 जोर जुत्ता किनिदिन्थ्यौ। बाबाले मलाई 1 थप्पड हान्दा सानै छ भने काखी च्याप्थ्यौ। आफूले नखाई नलाई अरूको भन्दा राम्रै राख्थ्यौ, आफूले नलाई नखाई अरूको भन्दा राम्रै राख्थ्यौ। तिमी कुनापछि सुक्क सुक्क रुँदा, तिमी कुनापछि सुक्क सुक्क रुँदा मलाई देख्यौ भने पछौरीले मुख छोप्थ्यौ, मलाई देख्यौ भने पछौरीले मुख छोप्थ्यौ। तर 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 मैले कहिल्यै सोधिनँ आमा तिमी किन रुन्थ्यौ, किनकि फित्तामा डोरी लगाएको चप्पल लगाउँथ्यौ, फित्तामा डोरी लगाएको चप्पल लगाउँथ्यौ। 1 सरो कपडाले वर्षौँ बिताउँथ्यौ। तिमी कहिलेकाहीँ मेरो विद्यालय आउँथ्यौ, तिमी कहिलेकाहीँ मेरो विद्यालय आउँथ्यौ। तिमी अरूको आमा भन्दा नराम्री देखिन्थ्यौ, त्यसैले म घरमा गएर भन्थेँ, त्यसैले म घरमा गएर भन्थेँ आमा आमा तिमी मेरो विद्यालय किन आयौ। त्यति मात्रै हो र। कैयौँ पटक तपाईँको पटुकीको पैसा चोरेँ, अब यसो नगर्नु भनी बाबालाई सुनाइनौ। चुरोट गुटखा र नसाले मुख गनाउँदा, चुरोट गुटखा र नसाले मुख गनाउँदा थाहै नपाए गर्थ्यौ। बाबाले मलाई केरकार गर्दा, बाबाले मलाई केरकार गर्दा ठुलो भएपछि बुद्धि आउँछ भन्थ्यौ, ठुलो भएपछि बुद्धि आउँछ भन्थ्यौ। हो म ठुलै भएँ, साथीहरूसँगै एसी दिएँ। तर साथीहरू पास भएपछि गाउँ छोडे, आज त साथीहरू मसँग बोल्नै छाडे। स्कुलमा गुरुले कहिलेकाहीँ गाली गर्नुहुन्थ्यो, स्कुलमा गुरुले कहिलेकाहीँ गाली गर्नुहुन्थ्यो, कहिले मायाले काले भन्नुहुन्थ्यो। तर गुरुलाई मैले कहिले चुच्चे भने, कहिले फुच्चे भने, कहिले मनै तलाई पख भने। तर आमा यो त सब झुट्टा रहेछ, तर आमा यो त सब झुट्टा रहेछ। गल्ती छोपेर गरेको माया त विष रहेछ। अब यस्तो माया भाइ बहिनीलाई कहिल्यै नगर्नु ल, अब यस्तो माया भाइ बहिनीलाई कहिल्यै नगर्नु ल। घरको खाजा टिफिन दिनु, कापी कलम र पोसाक किनिदिनु, अनावश्यक मागमा हस नभन्नु, शिक्षकको कुरा बच्चासँग गर्दै नगर्नु। आमा मेरो एउटै लक्ष्य छ, आमा मेरो एउटा लक्ष्य छ, भाइ बहिनीलाई उच्च शिक्षा दिनै पर्छ, भाइ बहिनीलाई उच्च शिक्षा दिनै पर्छ। हस्त धन्यवाद। कति बनाएको भिडियो नि धन्यवाद। युट्युबमा लाइभ हालेको आदरणीय व्यक्तित्व, घर बसेर अत्यन्तै मिठो कविता